हेलो हजुर नमस्कार, म डमर बहादुर दर्जी, डमर सुस्मिता ट्राभल नेपाल युट्युब च्यानल। आजको हाम्रो यात्रा चाहिँ अब पाँच पाण्डव भन्ने तपाईँहरूलाई थाहा होला। पाँच पाण्डव मध्येका भीमसेन माइला भाइ, भीमसेनले छेलो हानेको ढुङ्गो, भीमसेनको पाइलो छ यहाँ माथि भन्ने हामीले सुनेको छौँ। त्यही भएर अब हामी जान्छौँ। ठ्याक्कै हामीले देखेको छैन, तर हामी जङ्गलमा गएर खोज्नेछौँ, त्यसलाई देखाउनेछौँ। त्यस पछाडिको यात्रा चौकी, देउराली अनि मङ्गलबार हुँदै गुफा समेतको हुनेछ। मेरो भिडियो तपाईँहरूलाई मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब अवश्य गर्नुहोला। यस्तै यस्तै गाउँमा वन जङ्गलतिर लुकेका चिजहरूलाई चाहिँ म खोतलेर तपाईँहरू सामु प्रस्तुत गर्ने जमर्को गरिरहेको छु। कृपया मलाई साथ र सपोर्ट गरिदिनु होला। हस् त, धन्यवाद। अब बाँकी भिडियोमा यो कच्ची बाटो हुँदै हामी अगाडि बढ्दैछौँ। छ ग्राभल बाटो कहीँ त्यसमाथि पनि यो चिसो एकदम लेकमा बाइक चिप्लिरहेछ। म चाहिँ अहिले यो म्याङ्ग्रोभ नगरपालिका वडा नम्बर 6 जिर्खुम्ती बजारभन्दा 1 किलोमिटर माथि हरेसी डाँडामा छु। यो डाँडो चाहिँ लगभग समुद्री सतहबाट 1500-2000 मिटरको उचाइमा रहेको छ। यो पारिपट्टि देखिएको तिनजुरे डाँडा, जुन तिनजुरे डाँडा चाहिँ यतैबाट हेर्दा मात्रै देखिन्छ। यो अरू साइड, तल्लो साइड, अरू माथिल्लो साइड, पछाडिबाट हेऱ्यो भने तिनजुरे देखिँदैन। यो एउटा, दुईटा, तीनटा जुरो छ। यो तीर्थम जिल्लाको एउटा प्रख्यात स्थान पनि हो, पर्यटकीय क्षेत्र। अनि यो तपाईँको गुराँसको राजधानी मिल्के जलजल एरिया पनि यही हो। यो जोदेखि पारिपट्टि यो एरियाहरू सबै जलजल एरिया हो। यहाँ चाहिँ अब जेठ वैशाखमा लाली गुराँस फुल्छ, गुराँसको राजधानी भनेर चिनिन्छ। र यो तिनजुरेको एउटा छुट्टै किम्वदन्ती छ, जुन किम्वदन्ती चाहिँ म अहिले यहाँ प्रस्तुत गर्दिनँ। यसको लागि म छुट्टै एउटा भिडियो बनाउने छु। यो तिनजुरे अब एउटा तीर्थम जिल्लाकै महान उच्च सम्मान हो। यो प्रकृतिले दिएको चिज हो। यो समुद्री सतहबाट 3500 किलोमिटरको हाइटमा छ। यो वन जङ्गल, यहाँ उम्रिने पानी पिङ्गा खोला, यो पानी हामी पनि खान्छौँ होइन। यो सारा यो तीर्थम जिल्लाहरूले गरिराखेको छ। अब यहाँबाट अब हामी उँभो चढ्दैछौँ। यो माथि यो डाँडा, यो माथि डाँडाहरूलाई हामी पार गर्दै जानेछौँ। बाटोमा पर्ने सुन्दर दृश्यहरू तपाईँहरूलाई अवलोकन गराउनेछौँ। भिडियोलाई स्किप नगरी हेरिदिनु होला। ओके, अब फेरि लागौँ अगाडि। बाटोभरि यसरी टुसारो परेर सबैतिर चिसो भएको छ र पनि ग्राभल बाटो भएको कारणले हामीलाई हिँड्न केही सहज भइरहेको छ। बाइकमा यस्तरी टुसारो पर्छ। यो टुसारो हिउँ जस्तै हो। यो बिहान हुन्छ, घाम लागेपछि यो बिलाएर जान्छ। यो ठ्याक्कै हेर्दा हिउँ जस्तै देखिन्छ है। यो भीमसेनले छेलो हानेको ढुङ्गो र भीमसेनको पाइलो खोज्दैछौँ, तर कता हो थाहा छैन होइन। अब यो जङ्गल एरियामा हामी छौँ, हामी खोज्दैछौँ, तर कहाँनिर पर्छ अब कसैले देखेको छैन होइन। अब खोज्दैछौँ, पाइन्छ कि भेटिन्छ कि भन्ने आशा छ। हेर्दैछु, यो यस्तो जङ्गल एरिया छ। यो एरियामा त्यो अब कता हो भन्ने ठ्याक्कै थाहा छैन। गाइस, म धेरै जङ्गलभित्र छिरिसकेँ होइन, तर खोइ मैले यहाँ भेटिनँ। अब कता हो, कता जाने यो जङ्गलमा अब खोज्दै। पुरा यस्तै टुसारो परेको छ है। स्याहाँ भइरहेको छु हिँड्दा। खोइ कता हो, कता भेट्दैन। हामीले खोज्दैछौँ, भेटिरहेको छैन। हामी चारजनाले खोजिरहेछौँ।
अब यता माथिल्लो साइड हेर्छौँ, अब यो साइडमा पाइएन, अब यहाँ मासतिर गएर हेर्छौँ हामी फेरि। अब त्यतातिर छ कि। अब यो घना जङ्गल हाम्रो भाइ, मेरो भान्जा, अर्को हाम्रो सुजन भाइ, हामी सबै मिलेर खोजेको, पाइएन। अब यता माथिल्लो साइडमा खोज्ने हो, माथिल्लो साइडमा भेटिन्छ कि। अब पुरा चिसो छ, हेर्नु न, चिसो छ है। टोपी सोपी लाएर पुरा यस्तो गरेर चाहिँ हामी अब खोज्दैछौँ, गर्दैछौँ। पुरा यस्तो छ, मुख ओठमुठ सुकिरहेछ चिसोले, पुरा हात ठिरिएर यस्तो भइरहेछ है गाइस। टुसारो पुरा परेको छ। आजको हाम्रो यात्रामा चाहिँ मैले चाहिँ है 3टा ट्राउजर, 2टा ज्याकेट, 2 जोर मोजा र जुत्ता। यता हाम्रो भन्छ सबैले हामीले 2-3टा ज्याकेट र ट्राउजर लाएर हिँडेका छौँ। तपाईँहरू पनि यसरी लेक साइडमा घुम्न आउनुहुन्छ भने चाहिँ अहिले यो सिजनमा चाहिँ एकदम लुगा टन्न लाएर आउनुपर्छ है। यस्तो हातमुख पुरा सुकिरहेछ है, ओठहरू पुरा सुकेर टोपीले यस्तो भइरहेछ। यो गाइजहरू, म चाहिँ हिँड्दैछु यो ढुङ्गा खोज्नलाई। पाइला भीमसेनको पाइला र छेले ढुङ्गा खोज्नलाई चाहिँ हिँड्दैछु, तर भेटेकै छैन कहाँ हो। म चाहिँ अहिले यो ढुङ्गा खोज्दैछु। अब ढुङ्गा खोज्न अब कता छ थाहा छैन होइन। अब यहाँ एउटा ढुङ्गा चाहिँ देखेँ मैले त्यहाँ तलतिर, त्यो हो कि होइन भन्ने फिक्स थाहा छैन। ढुङ्गा चाहिँ देखियो, अब त्यो हो कि होइन। अब पुरा चिप्लिँदैछ है, पुरा चिप्लिँदैछ। अब चिप्लेर लडेर अथा काँडाले पनि घोच्यो। निकै बेर खोज्यौँ हामीले, लगभग 10-15 मिनट खोज्यौँ। तल्लो साइड माथिल्लो साइड चारैतिर हामी 4जना मिलेर खोज्यौँ, तर कहीँ पनि हामीले पाउन सकेनौँ। त्यस पछाडि हामी अर्को साइडमा पाइन्छ कि भनेर उँभोतिर लाग्यौँ। मास्तिरतिर खोज्ने क्रममा हामीले एउटा अचम्मको दृश्य देख्यौँ। यता पनि चारैतिर टुसारो परिरहेको छ। लगभग झन्डै यहाँको तापक्रम -6, तर अहिले घाम लागेर अलिकति तातो भएको छ। यो चाहिँ च्यानडाँडा भन्छ। यो च्यानडाँडा चाहिँ हाम्रो शेर्पा, तामाङ, लामा, गुरुङहरूले राख्ने ठाउँ हो यो। अब यहाँबाट फेरि हामी अगाडि बढ्नेछौँ। अब हाम्रो आजको डेस्टिनेसन त धेरै टाढाको छ, तर हामी यहाँ आधी घन्टा जति हामी यहाँ बसेर गर्नेछौँ। पारिपट्टि हिमाल त देखिँदै छ, तर बादलले ठ्याप्पै आज छोपिएको छ। हिमालको दृश्य त्यति धेरै राम्रो देखाउन नसकिने भयो। हाम्रो राइडरहरू हुनुहुन्छ है। फेरि हामी अगाडि बढ्नेछौँ यहाँबाट। यसको नाम चाहिँ लामो माने हो। यो चाहिँ लामाहरूले, शेर्पा जातिहरूले यो बनाउने चिज हो, बनाउने एउटा
गुम्बा जस्तै हो यो। यसमा चाहिँ विभिन्न प्रकारका सामानहरू युज गरेर हामीले भीमसेनले छेलो हानेको ढुङ्गो र भीमसेनको पाइला धेरै खोज्यौँ, तर पाइन र निराश भएर हामी उकालो लाग्दैछौँ। अलि फर्किने क्रममा चाहिँ जङ्गलमा चाहिँ मैले बाघ देखेको थिएँ, जो मेरो पछाडि यहाँ अहिले देखिने पछाडि मेरो भान्जा पनि हुनुहुन्थ्यो सँगै साथमा। उहाँ चाहिँ भाग्नुभयो, मैले चाहिँ देखेँ। त्यस पछाडि हामी भाग्दै भाग्दै माथि रोडमा निस्क्यौँ। रोडमा निस्केर केटाहरूले ढुङ्गाले हानेर खेदाउने कार्य खेदाउँदैछ। म चाहिँ अलिक वरि बसेको छु, मलाई अलिकति डर लागिरहेछ। मैले उहाँनिर चाहिँ सबैभन्दा ठुलो मैले केटाहरूलाई केही भन्न सकिनँ, म डराएको छु भनेर। तर म अलिकति डराएर म पछाडि नै बसेको थिएँ। केटाहरू चाहिँ जति ढुङ्गाले हान्छन् त्यति माथि बाटोको छेउछाउमा भाग्दै आउँदैछ। मैले यो आजको भिडियोमा भीमसेनको पाइलो र भीमसेनले छेलो हानेको ढुङ्गोलाई सामेल गर्न सकिनँ, माफी चाहन्छु। तर एक न एक दिन म हजुरहरू सामु प्रण गर्छु कि म एक न एक दिन त्यो अवश्य लिएर आउनेछु। मेरो भिडियोहरू राम्रोसँग हेरिदिनु होला, मलाई साथ सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, कमी कमजोरी बताइदिनु होला कमेन्टमा। म हजुरहरूलाई यस्तै ठाउँहरू, धेरै लोप हुन लागेको ठाउँहरू र ट्राभलिङका भिडियोहरू लिएर आउनेछु। मलाई साथ सपोर्ट गरिदिनु होला। हवस् त, आजलाई यो भिडियोबाट म बिदा लिन चाहन्छु। अर्को भिडियो मेरो गुफा पोखरी देउराली चौकीको आउनेछ, पर्खेर बसिदिनु होला। आजलाई भने म बिदा चाहन्छु। फेरि पनि हजुर नमस्कार, धन्यवाद।